ब्याक टु आवर च्यानल बुद्ध नेपाल। आज हामी फेरि एउटा नयाँ नेपाली मुभी पुरानो ढुङ्गाको रिभ्यू लिएर आएका छौँ। हिजो भर्खर प्रदर्शनमा आएको यस मुभीले देशभरि हल्ला फैलिएको छ। यता यता चारैतिर पुरानो ढुङ्गाको चर्चा चलिरहेको छ। यसै सन्दर्भमा हामी पुरानो ढुङ्गा फिल्मको रिभ्यू बुझ्नको लागि हल बसेका थियौँ। आउनुहोस् पुरानो ढुङ्गा फिल्मको रिभ्यू बुझौँ। सुबिन हामी सामु आइसकेको छ। उहाँ भर्खर पुरानो ढुङ्गा हेरेर निस्किनु भएको छ। उहाँसँग केही प्रश्न सोधौँ। स्वागत छ हजुरलाई बुद्ध नेपाल च्यानलमा। धन्यवाद। तपाईँले भर्खर पुरानो ढुङ्गा फिल्म हेर्नुभयो। तपाईँ हलसम्म आउनुको कारण? हलसम्म आउनुको कारण अब फिल्म पुरानो ढुङ्गा भनेर एउटा जुन ट्रेलर थियो होइन, ट्रेलर आएको थियो, जस मजा आएको थियो त्यो ट्रेलर हेरेर होइन। अब दयाङ राई थियो एउटा सपोर्ट भनौँ न, नेपाली फिल्म इन्डस्ट्रीलाई पनि सपोर्ट हुन्छ भनेर अब टाइपको नि त्यस्तै कति होइन, विदेशी फिल्म मात्र कति हेर्नु क्या, नेपाली फिल्ममा पनि माया गर्थ्यो। त्यही हो। तपाईँलाई कस्तो लाग्यो पुरानो ढुङ्गा फिल्म? केही त्यस्तो देखेन, त्यो क्यारेक्टर नै त्यति म्याच भएको छैन। सही चाहिँ सही नै भने अब भन्नुपर्दा होइन, त्यहाँको जति पनि क्यारेक्टरहरू छ सबै राम्रो लाग्यो होइन, जति पनि एक्टिङहरू गर्यो उनीहरूले होइन, सबै राम्रै थियो। तर अलिकति अब स्टोरी नै अलिक कस्तो अलिक मिलेन क्या। स्टोरीमा चित्त बुझेन। स्टोरी तपाईँ कस्तो भन्नु चाहन्छ? यस्तो हुँदा चाहिँ राम्रो हुन्थ्यो कि भनेर कस्तो केही प्रतिक्रिया दिन चाहनुहुन्छ? भर्खर सुरु भइरहेको जस्तो लागेको थियो होइन, तर ठ्याक्कै फिल्म चाहिँ सकिसकेको रहेछ क्या। लास्टमा गएर कस्तो होइन होइन, अब चाहिँ स्टोरी सुरु भयो भनेको थियो होइन, तर त्यतिखेर चाहिँ अब फिल्मै सक्यो अरे क्या। स्टोरी अब सुरु भर्खर भएको थियो, अब भर्खरै सक्यो जस्तो भयो क्या। यो फिल्मको एन्डिङ चाहिँ अब कस्तो भन्नाले अब नाछ्यौ न टुप्पोको भयो क्या, त्यही भएर एन्डिङै चित्त बुझेन। छेउनु टुप्पोको भनेपछि तपाईँले यो फिल्मले चित्त बुझेन, तपाईँको मन खाएन यो फिल्मले? ट्रेलरमा हेरेर जति मजा आयो होइन, त्यो अब फिल्ममा हेरेर त्यति मजा आएन क्या। अनि तपाईँ यो फिल्मको कलाकारहरू बारेमा के भन्न चाहनुहुन्छ? अब कलाकारहरू सबै ठिकै हो होइन, एक्टिङहरू पनि सबै राम्रै थियो होइन, त्यही एक्टिङले गर्दा मात्रै अब चल्छ होला भन्ने। स्टोरी ठिकै थियो, त्यो पनि अलिकति त्यसको प्रेजेन्टेसन अलिक राम्रो भएन क्या। अनि एउटा डायलग थियो नि हाम्रो दयाङ राईको, मायाको स्वाद बेलामा चाखेको राम्रो भने, के उहाँले यो फिल्ममा मायाको स्वाद चाख्नुभयो त? खासै चाहेन। यो फिल्ममा पनि चाख्नु भएन। यसको कारण अब मायाको स्वाद चाख्थ्यो होला पनि सायद होइन, दोहोरी सब पनि ब्लेन भइदियो होइन। अब दोहोरी सब अब डेन्जर, अब मलाई अहिले चाहियो, मलाई मार, मलाई झुन्ड्या भन्दै थियो होइन। अब जोस् अब दयाङले पनि त्यतिखेर जोस् अब चान्स पाउँथ्यो होला, अब सायद अब हाम्रो दयाङ राईको भाग्य नै त्यस्तो क्या। दयाङ राईले चान्स नपाउनुमा तपाईँ के भन्नु चाहनुहुन्छ? चान्स नपाउनुको कारण उहाँले कबड्डीमा पनि पाउनु भएन, कबड्डी पनि पाउनु भएन, फेरि अर्को आज पुरानो ढुङ्गामा पनि पाउनु भएन, यसमा के भन्नु चाहन्छ? त्यस्तै होला, अब उहाँको कथाले माग्यो होला अब उहाँको होइन, त्यस्तै भयो होला। तपाईँले अब कबड्डी र यो पुरानो ढुङ्गा बिच चाहिँ के फरक पाउनुभयो? अब तपाईँ हाम्रो रामबाबुजीलाई के भन्न चाहनुहुन्छ यो तिनवटा फिल्मको बारेमा? अब कबड्डी कहाँ छ र पुरानो ढुङ्गा कहाँ छ? त्यो अनुसारले यो फिल्म अलि चल्दैन होला सायद, मान्छेको मुखमा झुन्ड्या थियो। तर हिजो र आज त पुरै फुल छ त हाम्रो हलहरू, हिजो र आज त फुलै छ होइन। हामी पनि हिजो नै फर्स्ट शो हेर्न जाने भनेको होइन, अब टिकट पाएन, अनि सेकेन्ड शोको लागि भनेर हामीले टिकट बुक। कबड्डी र पुरानो ढुङ्गाको बारेमा के फरक छ? कबड्डीको अब एउटा छुट्टै स्टोरी छ क्या अब होइन। तर अब दयाङ राईको चाहिँ फेरि के छ भने लास्टमा गएर आफ्नो गर्लफ्रेन्ड अब बुढी सुडी बनाउनु पाउँदैन टाइपको होइन। यसमा नि सेम क्या, अब यसमा नि अर्काको बुढी परिरहेको छ क्या पुरा होइन। अब दोहोरी सबैले त्यसलाई ताकिरहेको छ, हाम्रो अब बुद्धि दाईको बुढी रहेछ क्या खासमा चाहिँ होइन। तपाईँलाई यस फिल्ममा मन परेको भूमिका चाहिँ कुन चाहिँ? मलाई चाहिँ यस फिल्ममा मन परेको भूमिका भन्नुपर्दाखेरि ढुङ्गा छ भन्ने क्यारेक्टर टाइपको राम्रो लाग्यो मलाई। मेरो चाहिँ त्यो फेभरेट डायलग भन्दाखेरि आफ्नो बुढीलाई अब मान गरेर अब मायाले बोलाउने मन्नु भन्ने डायलग रिटिन गर्नुहोस् त मन्नु। तपाईँ यो फिल्मलाई कतिले रेटिङ गर्नुहुन्छ? 5 मा तपाईँ कति दिनुहुन्छ पुरानो ढुङ्गालाई? त्यही 3 सम्म दिनु पर्ला, त्यो भन्दा माथि त अलि लागेको छैन। धन्यवाद हजुरलाई बुद्ध नेपाल च्यानलमा। तपाईँ बुद्ध नेपाल च्यानल हेर्नु भएको दर्शकलाई पुरानो ढुङ्गामा के भन्न चाहनुहुन्छ? अब यो फिल्म हेरिदिनुहोस्, सबैले माया गरिदिनुहोस्, सबैलाई त्यही भन्न चाहन्छु। पुरानो ढुङ्गा जोस् होइन, अब भित्रदेखि हेर्न मन छ भने हेरे हुन्छ होइन। अब नेपाली फिल्म हो, राम्रो त राम्रै बनाएछ, जति सोच्यो अब त्यति चाहिँ बनाएको छैन होइन। त्यो राम्रो त राम्रै छ, ट्रेलरमा जस्तो देखाएको छ त्यसमा पनि त्यही छ। अब ट्रेलरमा जस्तै छ क्या, अब ट्रेलर हेरेर त खासमा फिल्म हेर्नुपर्ने खालको अब जरुरतै केही छैन क्या। स्टोरी त्यसमै सकिएको छैन, ट्रेलरमा जस्तो छ त्यस्तै। त्यो कसैलाई अब डेटिङ चाहिँ अब के अरे गर्लफ्रेन्डसँग यसो हेर्नु मन छ भने गएर हेर्दा हुन्छ, त्यस्तो फरक पर्दैन। हस् त, हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ बुद्ध नेपाल। हाम्रो च्यानल हेरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। हामीलाई सपोर्ट गर्दै जानुहोस्। यसै गरी हामी नयाँ नयाँ भिडियो लिएर आउनेछौँ, यसै गरी हामी भिडियोमा इम्प्रुभमेन्ट गर्दै आउनेछौँ। प्लिज लाइक, सब्सक्राइब एन्ड सेयर आवर च्यानल बुद्ध नेपाल। थ्याङ्क यू। नमस्ते। जय नेपाल, जय नेपाल, जय राष्ट्र, जय पुरानो ढुङ्गा। के गरे
कारण अब के हो त्यो रामबाबु जी र दयान जीको मिलाप अलि मेरो थाहा छैन एक्टिङ गर्न सजिलो छैन मेरो विचारमा चाहिँ बाबुराम दाइ र